हेलो साथीहरू, हामी आज बुलबुले जाँदैछौँ है। सबैजना बुलबुले जाँदैछौँ। त्यहाँ भाडा त छ नि त्यहाँ दिने। हेलो, हामी आइपुग्यौँ है आज बुलबुलेतिर। 10,000 मैले यसले हो कि भिडियो बनाउनु यस्तै 10,000 मोबाइल यस्तो हुन्छ। आइफोन हो कि पैसा देखाउनु त मोबाइल त वाट्सएप आउँदैन होला। ल है साथीहरू, हामी आज आछौँ यस्तो लगाएर होइन। बुलबुलतिर जाँदैछौँ हामी। बुलबुले हाम्रो गेट। आज यस्तो गर्मी भयो कि साह्रै, यस्तो हिँडेको हामी आज बुलबुलतिर। मौसम हल्का शीतल छ, आम पाक्दैछ बिस्तारै। आँपको घर ओए देख्न कि छोटो यार आइज। हेलो, हामी आज घुम्दैछौँ क्या। हामी यस्तो सबैजना घुम्दै हुनुहुन्छ है गर्मीमा। के गर्नु, बुलबुलेमा शीतल हावा लिन सबैजना आउनु भएको छ है। मान्छेको भिड पनि छ, चहल पहल बहुत छ। हेलो ब्रो, हाम्रो काला चस्मा है, पुरा कालो टोपी। तकरिबन बालेन भन्दा पनि फरक पर्दैन होला। देख्नुभयो नि साथीहरू, आज हाम्रो टक्क लगाएर राम्रो छ। आज बुल चाहिँ बहुत राम्रो बनाएर चाहिँ हेर्नु साथीहरू। के भिडियो लगाएको छ यार। सबैजनाले सपोर्ट गर्नुमा है साथीहरूलाई, हेर्नु होला। आज हाम्रो बुलबुले प्रत्यक्ष रूपमा हजुरले देख्न सक्नुहुन्छ। पहिला चाहिँ यतातिर घर थिएन है, आजभोलि घर बहुत बनेको छ। तर हेर्नु त हो घर। पहिला म यता सानो बच्चा हुँदाखेरि केही थिएन, अहिले पुरा घरै घर। अहिले खिचौँला क्या, अहिले आउँदा खिचौँला यार। हाम्रो हल्का बिचबाट आउँदैछ है साथीहरू। तपाईँ सबै यो बुलबुलेको एरिया हो, देख्न सक्नुहुन्छ तपाईँले यता। ओहो, आजकल त यति ठुलो घर बनिसक्यो रहेछ यार। एक सालमा यति चेन्ज हुन्छ र भनेको। यति धेरै घर बनिसक्यो रहेछ बुलबुलेमा त। पहिला कस्तो राम्रो ठाउँ देखिन्थ्यो, आजकल त घरै घर। ओ धान हुने ठाउँ हो कि यो। ल हामी हेर्नुहोस् है, हामी भित्र प्रवेश गरिसकेका छौँ। यो मान्छेले फोटोको पोज दिइरहेछन् है। ओए फोन गर्नु नि आएन। हेर्नु होला यी साथीहरू है हाम्रो बुलबुलेको। तर हाम्रो बुलबुलेमा धेरै परिवर्तन भइसकेको रहेछ आजभोलि। सबैजनाले हेर्नु साथीहरू, कोही टिकटक बनाउँदै हुनुहुन्छ सबैजनाले। हेर्नु होला, हामीले कट गरेर यस्तो बनाउँदैछौँ है, किनकि यता मान्छेहरूले गाना बजाएको छ, त्यही भएर अलिकति गाह्रो हुन्छ क्या। हामी जाँदैछौँ भित्र हल्का। बुलबुलेको अलिकति बहुत के भन्छ हजुरतिर यसलाई,
हेर्नु होला है गर्मी त छ तर के गर्नु तर यता चाहिँ मस्तको छ है मिठो मिठो कोइलीको आवाजमा वातावरण है हरियाली वातावरणमा बस्न हिँड्न छाहारीमा बस्न नै मजा छ हौ बेग्लै टर्नमा पनि खेला थियो अरे हम पल्टनमा खतरा आज गर्मी भएर होला कोही नआएको यार खाली छ ऊ तल जाम्ला क्या चौतारीमा जाने त्यतै जाने झाडीतिर हिँड्न सब भेटिन्छ अहिले मेरो भाइ साथीहरू हामी कहाँनिर बस्ने क्या उता बस्ने कि उता यहाँ चाहिँ नि तल बस्नु क्या उता बस्नु कि त्यहाँ उता ठिक छैन उता जङ्गल छ धेरै यस्तो बस्ने हामी अब बस्ने ठाउँ खोज्दैछौँ है ल हामी यतै बस्यौँ है साथीहरू